आमा भाइ आमा बुवा दाजुभाइ दिदीबहिनीहरू यही माइती घरमा भर्खरै है अभियानलाई साथ दिनको लागि आउँदै हुनुहुन्छ। त्यसैले म सम्पूर्ण पत्रकार मित्रहरू र यहाँ उपस्थित हुनुभएका सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई पनि जानकारी गराउन चाहे। यहाँ तपाईँले देख्नुहुन्छ म एकचोटि आमालाई यहाँ सबै पत्रकारको बिचमा देख्ने गरेर एकचोटि कुमार पौडेलको आमा तपाईँहरूलाई कुमार पौडेलको आमा दुर्गादेवी पौडेल 78 वर्षको वृद्ध आमा न्यायको लागि माइती घरमा मेरो छोरोका हत्यारालाई मृत्युदण्डको सजाय गर्नुपर्छ। छोराको विवश र क्रूर ढङ्गबाट हत्या गरी राज्य व्यवस्थाले गर्यो तर न्याय भएन, न्याय पाइएन भनेर भन्नुभएको छ। र दुखी पीडित आमा मैले आमा हुनुभएको छ। 78 वर्षको आमाको आफ्नै पीडा छ। हेर्नु दाजुभाइ दिदीबहिनीहरू यो न्यायमा राज्य व्यवस्थाले के गर्छ यो आमाको पीडालाई। र 78 वर्षको आमाको यहाँ रोदन छ। हाम्रो मृत्युदण्डवादी नागरिक अभियानको यो पत्रकार सम्मेलन हुँदै गर्दा यहाँ हामीले कुराहरू व्यक्त गर्दै गर्दा हामीले मन्तव्यहरू दिँदै गर्दा हामी भाग दिएछौँ। किनभने यहाँ बलात्कार भएका चेलीहरू छन्, चेलीहरूका फोटाहरू छन्, स्वयं मरेका चेलीहरू त मारिहाले तर बाँचेका दाजुभाइ दिदीबहिनी आमाहरू न्याय नपाएर छटपटिएका आमाहरू यहाँ आउनुभएको छ। त्यसैले पत्रकार मित्रहरू तपाईँहरूको क्यामेराबाट, तपाईँहरूको युट्युबबाट, तपाईँको पत्र पत्रिकाबाट यो आवाज देश राष्ट्रव्यापी भएर न्यायको लागि सहयोग पुर्याइदिनु सम्पूर्ण पत्रकार मित्रहरूलाई आह्वान गर्छु। र यसै क्रममा चाहिँ 78 वर्षको आमा उहाँले आफ्नो छोराको हत्याको सवालमा देशवासीलाई मैले न्याय नपाएको सवालमा के भन्नुहुन्छ त्यसको सवालमा म आमालाई अहिले पछि पनि फेरि बोल्न लाउँछु। अहिले आमाले 2 मिनट के भन्नुहुन्छ म उहाँलाई अहिले माइक्रोफोन दिन चाहन्छु। आमा नमस्कार है। मेरो अहिले छोरालाई मारेको असार मासले 6 वर्ष मेरो 7 वर्ष भयो। अहिलेसम्म मैले केही न्याय पाएको छैन। मलाई सकेसम्म यो मेरो छोरा मार्ने मृत्युदण्ड नै मैले सधैँ होस् भन्ने छ। सरकारले मेरो यो न्याय गर्न दिनु होला, मेरो न्याय दिनु होला भन्ने ठुलो आशामा छु। म भेट गर्न म आउँछु। मैले त अहिले यहाँ हजुरलाई भनेको मात्रै हो। मलाई 1 वर्ष भइसक्यो हाम्रो केही न्याय पाएको छैन। हामीले कसैले केही बोलेको छैनन्। हामीले 7 वर्ष लाग्यो अहिले 7 वर्षसम्म केही हामीले पाएको छैन। अब हामी सरकारसँग बिन्ती चढाउन अब आउँदैछौँ। यहाँबाट अहिले हजुरहरूलाई आह्वान गरेको मात्रै हो, सुनिदिनु होला। मेरो छोरा जसरी मार्थे नहोला बोली ठोकेर त्यसै गरी मैले त्यसलाई मृत्युदण्ड पनि अरूको हातबाट होइन मेरै हातबाट म ढुङ्गाले बुढाले हेरेर केही नबोल्दै हिर्काएर मार्ने